क्या चीज बनेको छ यार, क्या माल बनेको छ। बाप ठुलो खाम भनेर 1 घण्टा समातेका छौँ। बाँकी चाहिँ अब शिकार गरेर अब चाहिँ नि तयारी अवस्थामा छु। शिकार तयार हुँदैछ है। एउटा चाहिँ शिकार चाहिँ तयार भइसकेको छ प्रेम। दुईटा खट्टा पकाउने तयारी हुँदैछ। यो चाहिँ नि मैले पुरै कुकर भरियो के अब। हेलो नमस्ते गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। न्यू डे न्यू ब्लगमा उपस्थित भइसकेको छु। आज केही दिनको अन्तरालमा फेरि भोलि लगभग मेरो गाउँको यात्रा हुँदैछ। अस्तिको ब्लगमा पनि ढाँटे जस्तो भयो। बुढीलाई सन्चो नभएको कारणले हामी चाहिँ गाउँ नगएको, म चाहिँ गाउँ नगएको। भोलि लगभग अब आजको कन्डिसन कस्तो हुन्छ, बुढाबुढी नै जान्छौँ होला जस्तो लागिरह। म चाहिँ यता 3 थुप्रो भाँडो हुनु बाँकी छ, कपडा भिजाएर राखेको छु। भर्खर हामी चाहिँ आज दाजुभाइ गएर केही स्पेसल चिज लिएर आएका छौँ। के लिएर आएका छौँ त भन्ने कुराहरू पनि देखाउँछु म होइन। बुढी के लिएर आएको छौँ हामीले? अनि ट्याक्क लाएर चाहिँ नि भाइले अब ओडान सोडान जोडिसकेका छन्, दाउरा साउरा। अब ट्याक्क आगो फुकेर अब खाटमा लुगाएर राखेछौँ क्या हामी खुट्टा लबर हो। जिनिस लिएर आछौँ दुईटा खुट्टा। तिमीले खानु के मन पर्छ नि? कुखुराको मासु मात्रै, अरू केहीको मासु मन पर्छ? कस्तो मासु? कुखुराको पक्का परेको मासु मात्रै मन पर्छ है। सोधै यो मेरो छोरोले चाहिँ कुखुराको बाहेक अरू मासु खासै खान्न। बेला बेलामा खुवाउँछु मैले, झोल चाहिँ खान्छु, मासु चाहिँ खाँदैन। आगो स्यात्त चाहिँ नि बालेर अब भाइले पोल्ने काम गर्छन्, मैले चाहिँ कपडा निकाल्छु, भाँडा निकाल्छु, अनि पकाउन पनि पर्यो। खुसी मासु खान्छौ? मासु लबर चाहिँ यता छिन्। हामी बाबा छोरी चाहिँ मासु लबर हो। मासु चाहिँ हामीलाई बेला बेला चाहिन्छ, भए नि हुन्छ नभए नि हुन्छ, हामी जबरजस्ती चाहिँ गर्दैनौँ। महँगो पनि छ। आज चाहिँ खुट्टाको स्पेसल सुप खाने भनेर हामीले चाहिँ यो लिएर आएका छौँ है। अब ट्याक्क पारेर आगो बाल्छौँ, मजाले पोल्छौँ, त्यसपछि के गर्छौँ? ए बुढी तिमी पनि लबर हो? मासु लबर हो? होइन नि, ठिकै छ। लेसको लबर हो? लेस लबर। त्यसो लेस पालौँ न त, फुल पनि पार्छ, अन्डा नि दिन्छ, मासु नि खान पाइयो। सोधै हो। म चाहिँ अब यता यसो कपडा सपडा धुनतिर लाग्छु होइन। अब पोल्ने कार्यक्रम चाहिँ भाइले गर्छन्, अनि त्यसपछि अब पकाउँछन्। काम धेरै छ, पानी आइरह टङ्कीमा सर र अब झ्यापझुप कपडा निकाल्नु पर्यो है। आजको मौसम भने एकदम मस्तको देखिन्छ। घाम हेर्नु तिरिमेरे लगाइरह मस्तले। यो हामी बलहरू खेल्ने ग्राउन्ड ठुलो छ, अरू पनि फलेका छन् यसमा, 2-4 त दाना फलेका छन्। हाम्रो चुला तयार भइसकेको छ। आगो बल्छ बल्दैन भन्ने कुरा हो, तर सुकिया बाँसमा बल्न सक्छ। अब प्रेमले चाहिँ नि कोसिस निरन्तर गरिरहन्, आज चाहिँ खानै पर्छ नि। अब यत्रो शिकार गरेर आइसक्यो भनेर अब हेरौँ कतिको चाहिँ नि आगै पर्दैन कि हो यार। यस्तो पाराले आगो बल्ला र बोल्दै तल बोलिराख क्या यार। ए मर्यो, निबी आमामामा हातमा अनि सल हाल्यो उसले फेरि अर्को तनाव थप्पेला। लौ त लौ आगो पारौँ त आगो। फाइनली हाम्रो आगो जलिसकेको छ पुरा बिन्दास पारामा। बाँस छन् हामीसँग, यहाँ पुरानो बाँस थियो यार, तर गाडी त गर्दैन। आगो निभाउनु काम छैन हरमै गाइस। बिहान शिकार गरेर यत्रो कुरा लिएर आइहाल्छौँ, खाना पर्यो नि त। आफू पुग्नु सिपालु हाम्रो बुढी ट्याक्क लगाएर। हेलो बुढी, हेलो सिपालु हो ल। शिकार तयार हुँदैछ है।
एउटा चाहिँ नि एउटा खुड्काइराखन् यसलाई चट्ट पोलेर पुरा सेट बनाएर छ कस्तो पातलो देखियो भर त मोटो देखियो अहिले त मोटो देखिहाल्छ नि भैँसी हो नि त भैँसी आमा ए होइन राँगो पो हो त राँगोको खुट्टाको सुप चाहिँ मजाले बजाउने भनेर चाहिँ नि हामीले बिहान बिहान सिकार गरेर लिएर आइसक्यौँ आमा चाहिँ नि साबुन लाएर भ्याइसक्यो 1 घन्टा लगभग ढाड कक्रो मेरो आइया मेरा बा अनि यतातिर यसो एक फिटिक एक झल्को मासु के कस्तो बनायो भनेर होइन सुकी रे सुकेको देखेर होला नि अनि हाम्रो चाहिँ शिकार तयार हुँदैछ वर्षभरि चट्ट पग्लिरह शिकार चाहिँ तयार भइसकेको छ प्रेमले पुरा क्लिन गरिसकेको छन् अब यसलाई पकाउने खानी मात्र काम बाँकी छ चट्ट 4 टुक्रा गाइस भाइले पोलपाल गरेर सब रेडी पारिसके मैले चाहिँ अब बाबाको पाली हैन भाइ दाउ छगरे छन् त यही हुन्छ होला न दाउ छगरे छन् त दाउ छ भने त दाउ हुन्छ नि काली दाउले त त उसलाई ठ्याक्क उस गर्नु त छोडो छोडी बाबाले कच्चै खाइदिन्छ कच्चै खाइदिन्छ क्या मलाई त खाइदैन गाइस गुड मर्निङ सबैजना सन्चै आरामै हुन्छ होला स्पी प्रेम परिवार न्यू डे न्यू ब्लगमा आज चाहिँ हामी राँगाको सुप खान गइरहेका छौँ आँसु फत्ते पुग्लेर कालीको चाङ्रा मैले भनेको कस्तो पुग्छ के बिस्तारै काट्नु न आत्तिनु बिस्तारै गर्नु त के रे दुईटा खुट्टा लगभग हामी अब सबैले त खान्नन् लगभग हामी धेरै खाने दाजुभाइले हो र पनि हामी यही फ्यामिलीमा पुग्ने भएको छ कि दुईटा खुट्टा अझ एउटा लामो अगाडिको एउटा पछाडि खुट्टा हो नि त दुईटा पछाडिको भयो त झन् होइन यो बाँडाबारी यत्रो भइसकेको छ अब चाहिँ नि म चाहिँ यसलाई बोइल गरिन्छ सिटी लाइन्छ अनि मजाले खाइन्छ हेर्दै गर्नु है त पकाउने तयारी हुँदैछ यो चाहिँ नि मैले पुरै कुकर भरियो कि अब कसरी पकाउनु के गर्ने भन्ने कुरा लास्टै गाह्रो भइरह यहाँ मसलाहरू पिन्न लगाइरहेको छु लसुन चाहिँ सोर खोर्सानीको यहाँ प्याज काटेँ एकदम भद्रगोल छ अब एकछिनमा मैले यहाँ बसाल्छु धनियाँ सैनिक टिपेर लिएर आइसकेँ कुकरमा यसमा चाहिँ नि तड्का लाउँछु अनि त्यसपछि खनाएर बल्ल ढक्कन लगाइदिन्छु अब हेर्दै गर्नु होला अब चाहिँ नि तयारी अवस्थामा छु यस्तो छ के ढुङ्गा लसुन खोर्सानी अदुवा जिरा धनियाँ सबै हालेर मस्काइरहेको छु अझ थोरै पानी हालेर मस्काउँछु थोरै पानी हालेर मस्काउँछु ज्वानोबाट अजवाइनबाट सुरु गर्नुपर्छ है हजुर के गर्नु त्यहाँ राखेर गएको त सेकेन्डमा चाहिँ नि प्याज हाल्नु पर्यो अनि त्यो सिटी नै लाउनु भएन के गर्न खोजेको त कस्तो गर्ने हो त्यसमा तर्का लगाएर त्यसमा खनाउने अनि सिटी लाउने फाइनली मासु सासु एउटामा नअटाएर गाइस दुईटा कुकरमा गरेर पकाएँ अनि ढिँडो चाहिँ यस्तो मस्काउँदैछु होइन हुन्छ कि त्यति पिठो सबै उस गर्नु चाहिन्छ त्यति त साह्रो हुने हो कि साह्रो भयो भने तातो पानी पनि छ लौटा दिनु पर्यो क्या चीज बनेको छ यार क्या माल बनेको छ बाप रे बाप
गर्ने नुहाइदिए त अहिले खाएर अब यत्रो काम छ ल भाँडाकुँडा धुनु पर्यो सरसफाइ गर्न पर्यो ढुक्क चाहिँ दाजुभाइले एकान्त यो खाम दिदी तपाईँले थुक्न निन्नु है अनि यो मिसाउन चाहिँ सजिलो हुन्छ दिदीले खान सक्नुहुन्न क्या अलि मिल्दैन ए 2 कुकर बनाएर पकाएको गाइस अब मिसाउँदैछु झोलहरू सब बिस्तारै। फलहरू सब आहा ओ मम्मी के तिमी चाहिँ गएको हो र छ्या, चुप लागेन आहा साँच्ची चिज बनाएको गाइस चिज बनाएको चिज यत्रो कुकर भएन अब मिलाउँछु मैले धनिया हालिसकेँ झोल पुग्छ होइन? आम्मामा कत्रो ठुलो झोल दाइतीमा हालिदिनु भोलि बनाइदिनु यसलाई पनि पखालेर यसैमा हाल्नु बगैँचामा अनि नुन हामी हाल्दिनु यो खाँदै गर्दाखेरि होइन त्यहाँ ट्याक्क हुन्छ मुखमा आउँदैन सो फाइनली हाम्रो चाहिँ जेनिस टायर भइसकेको छ शिकार पहिले सुरुमा हामीले चाहिँ ठुल्ठुलो खाम भनेर 1 घण्टा समातेका छौँ बाँकी कुकरमै छन् अझै झोल बढाउने भनेर सिटी खोलिसकेपछि पानी हालेका छौँ अब ट्याक्क चाहिँ नि यहाँ देख्न सक्नुहुन्छ स्प्राइट अरू केही होइन है स्प्राइट हो ल स्प्राइट नि टेस्ट गर्छ नि होला ओहो कति चिसो चिसो छ हुन्छ नि भित्ताले मलाई हेर्न सक्नुहुन्छ गाइज स्प्राइट मात्र खाइरहेको मासु मलाई मासु नै मन पर्दैन खान्छौ मासु मलाई चाहिँ कुखुराको मासु मनपर्छ मलाई चाहिँ कुखुराको मात्र मनपर्छ कुखुराको त्यही पनि पक्का परेको मासु मात्र हो मन पर्ने बिस्तारै खाऊ मोर फेरि ऐ हल्का ठुलो है ये दैतन जोले पहिला भ्याउँछ त्यो विनर यो ठुलो पिस छ क्या त्यही पनि जोले पहिला भ्याउँछ त्यही विनर दुईटाको ठुलो पिस छ दाइको अलि ठुलो भएर र एउटा अझै हालिदिएको ओहो नि ब्रान्डमा अन्डरस्ट्यान्ड एकदमै जम्मै ठुस ठुस के बनाए सधैँ टेस्टी के एउटा खाइन होला भात पनि खाइन त्यत्रो ढिँडो पकाएर नखाने हो नि त अहिले। हड्डी खाएर हुन्छ त बजाउने हो अब भाइ हजुरको भातमा किन भात दिएर सक्न भएको छ मुखमा दैन गाई हेर्नु बाबा र दाइले खाँदै हुनुहुन्छ अनि कस के अरे को जित्छ हेरौँ है च्यालेन्ज हेर्नु दाइको त कति छिटै सानो भएको एउटा हातले खाँदै हुनुहुन्छ यो बाबाले यता हेर्नु न यता इनुर चाहिँ कसरी बोलिराख्ने यता बसेर हेर्नु न पर्दैन यता हेर्नु न म पनि भ्लग बनाउँछु भने होइन कति आयो त सब्सक्राइबरतिर मुक्छु पाउँछ इ मम्मी मुक्छु भाइ बिचरा र कसरी खाएका हुन् खतरा है बच्चा जसरी पानी चिसेको जस्तो बनिन्छ सो देख्यो गाइज देख्न सक्नुहुन्छ भुँडी ड्यामला खाइयो मस्त पाराले यस्तो मजाले खाइयो कि आज के कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि अर्को पटक के को खाम हामी बनाएर अनि तपाईँहरू सामु कस्तो खाले भिडियो खोज्नु भएको छ कमेन्ट गर्नु होला यो पटक अब चाहिँ नि राँगेको खाइयो अर्को पटक हामी फेरि अरू फरक चेन्ज ल्याउने कोसिस गर्छौँ तपाईँहरूलाई भरपुर मजा दिने कोसिस गर्छौँ तपाईँहरू पनि यस्तै मजाले बनाएर खानु होला कतिजनालाई मनपर्छ कतिजनालाई मन पर्दैन यो कुरा अर्ग्यानिक ढिँडोहरू बनाएर चट्ट खाने भ्लग गर्दैछन् यिनीहरू सबले ढेँडो र चाहिँ उस खाएर ढारेर बसेका छन् यिनी मात्रै सादा जीवन उच्च विचार सादा दाल भात खाने हेलो गाइस
अनि हजुरले मासु किन मन पर्दैन ढिला हुनुपर्छ भन्दै नि दाल र भात मात्रै खाने मान्छे बिना घरतिर जाने हो सो त्यही हो चियर लाखन जेस् दिउँसो भइसक्यो सबैजनाले माया गर्दै गर्नु होला भन्दै म पनि अब के गर्छु त खाएका भाँडाहरू माझ्छु अनि त्यसपछि काममा जान्छु अब भोलि फेरि भेट हुनेछौँ भन्दै अरू चाहिँ म देखाउँदै गर्छु त्यहाँ भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु हस्त नमस्ते बाई बाई जय नेपाल